बक्साउँदै हुनुहुन्छ हैन, बक्साउनु पर्छ। के को भाकल थियो भनेर त बुझेर बक्साउनु पर्छ नै। बक्साउँदै हुन्छ। यति बक्साइसकेपछि चट्ट लाएर भरे सकेर मात्रै अब बोका काट्ने हो हैन। यो चाहिँ ठाउँ भनेको मट्यौली आसपास। भरत दाई बडाउ म भएँ, उहाँ दाई छन्। यो पानी अहिले यहाँ हामी पौडी खेल्ने ठाउँ। अब खेल्ने बेला पनि भइसक्यो। अब थान्थो बनाएर थापिरहेछौँ। पूजाको लगभग आधी उधी आइसकेको भन्नु पर्ला जस्तो छ। थान्तामान थपेर अब टक्कसँगले अब यहाँ म बडाले चाहिँ दादा चाहिँ दुई थान थापना थापिसकेर चाहिँ अब यहाँनिर एकपट्टि बोका भने एकपट्टि चाहिँ परिरहेको आफू फाल्टो फाल्टै भाकल रहेछ। आफूको लागि चाहिँ राम्रो लागिरहेछ आज पनि खान्छौँ। अब हेरौँ अहिले एकछिनमा अब हाम्रो भइसकेको छ। पूजासुजा सबै अब बक्सिसकेको बोका हो। निकुना बोका छन्। हेरौँ अलिक तर्छन् उमै पर्छ भन्ने कुरो भयो। किन अब मनको कुरो होइन, नत्र चाहिँ अब झाडुसम्म बाती चढाइने। अनि अब यसलाई अब भोग दिनैपर्छ। ल काटकुट पनि हुँदैछ। अब यहाँनिर अब भुटन्स पनि थोरै पकाएर अब खाने कुरो भइरहेछ। बडाउ यहाँ हेर्नु उहाँ छ है अघि पूजा गरिवरी लाग्यो। यहाँ छ अब सामान बोकियो, बोका लाग्यो। अघि तानिएको थिएन, अहिले फेरि बोक्नु परिरहेछ। भाँडो पनि छन्। जनता ऐकै ठाउँमा आयौँ, बसियो, शीतल भइरहेछ। घामले निकै गाह्रो पर्यो हामीलाई घर फर्किनलाई। जान सजिलै भयो भनौँ, आउन गाह्रो पर्यो। त्यो विधि यस्तो विधि छ पसिना चाहिँ। हेरौँ है यो चौतारी घर मन्दिरको चौतारी, ठुलो चौतारीमा चाहिँ हामी आइपुग्यौँ हो। यो ठाँटी चौतारी भन्छ यसलाई चाहिँ। हाम्रो भरत दाई चाहिँ धेरै गल्नुभयो अरे, अनि हिँड्नै नसक्ने हुनुभएको रहेछ। यो चाहिँ अब हामीले जान्दादेखि नै यस्तै थियो बरहरू चाहिँ, बर पिपल चाहिँ। अब कसले रोपेको त चाहिँ थाहा भएन। आमैको मामा म